आज चाहिँ बिहानीको मौसम दामी छ क्या, दामी दामी दामी। देशमा घाम नलागे पनि विदेशमा चाहिँ थोरै सूर्य झुल्क्या छ बिहानीदेखिको। देशमा घन्टीले सूर्यलाई उत्तानो पारिहाल्यो। अब विदेशमा सूर्य बाँकी छन्। देश घन्टीमय बनेको छ। यस्तै छ अब हामी विदेशीको जिन्दगी। अब नेपालमै केही होला जस्तो छ, होला जस्तो छ। नयाँ आउने सरकारले केही गर्ला जस्तो छ। हामी जस्तो विदेशीका नेपालीहरूलाई नेपालमै बसेर केही व्यापार व्यवसाय गर्ने बाटो खुल्नेछ। भ्रष्टाचार विरोधी देश बन्नेछ। सबैले चाहेको, खोजेको र रोजेको जस्तै र जनताले जिताएको आफ्नो बहुमूल्य मत दिएर जिताएको सरकारले केही गर्छ भन्ने आशाले ठुलै परिवर्तन चाहेका छौँ हामी नेपाली जनताले र विदेशमा हुने सम्पूर्ण देशवासीहरूले। यसरी नै कयौँ युवाहरू आफ्नो देश, आफ्नो जन्मभूमि छोडेर विदेशियन नपरोस् भन्ने आशा राखेका छौँ। हेरौँ आशा भरोसालाई अब भएको नयाँ जेएनजी सरकारले के कस्तो परिवर्तन गर्न सक्छ र के कस्तो कानुन लिएर आउँछ। त्यो त अब 8-10 दिनको सरकारबाट थाहा हुनेछ। ठिक छ, देशले जनता र देशमा जनताले चाहेको सरकार बनोस्, हाम्रो यही शुभकामना छ।